1 कोरिन्थी 10:31देखि 32सम्म यसरी लेखिएको छ। यसकारण चाहे तिमीहरू खाओ अथवा पियो वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर। कसैलाई ठेस लाग्ने काम नगर, चाहे यहुदीलाई होस् वा ग्रीकलाई होस् या परमेश्वरको मण्डलीलाई होस्। जसरी म पनि मैले गर्ने सबै कामहरूमा सबै मानिसहरूलाई प्रसन्न राख्ने कोसिस गर्छु। म आफ्नो होइन तर धेरैको हित खोज्छु, ताकि तिनीहरूको उद्धार होस्। अनि यहाँ चाहिँ यसरी भनिएको छ कि जो विश्वासीहरूको स्वतन्त्रता टपिक्समा, यसकारण चाहे तिमीहरू खाओ अथवा पियो, जेसुकै गर, अथवा तिमीहरू चाहिँ आफ्नो बारेमा तिमीहरू जेसुकै गर, तर सबै परमेश्वरको महिमाको निम्ति गर। जेसुकै गर, तर जे गर्छौ त्यो सबै परमेश्वरको महिमाको निम्ति गर। आज तिमी हिँड, बस, उठ, आज जे गर्छौ त्यो परमेश्वरको, तर तिमीले गरेको चिज चाहिँ परमेश्वरको महिमा दिने, परमेश्वरलाई चाहिँ महिमा दिने कुरा चाहिँ गर भनेर चाहिँ 1 कोरिन्थी 10:31 भन्दछ। र कसैलाई ठेस लाग्ने काम नगर, चाहे यहुदीहरूलाई होस् वा ग्रीकलाई। तर तिमीले गरेको कार्यले चाहिँ कसैलाई ठेस पुग्न चाहिँ भएन। तिमीले गरेको कार्यले, तिमीले गरेको कुराहरूले कसैको हृदयलाई, कसैको चित्त दुखाउने कुरा चाहिँ हुनु भएन। कसैलाई चाहिँ ठेस पुग्ने कुरा चाहिँ गर्नु भएन। तिमीले गरेको कुराले आफ्नो जे गर्छौ, व्यक्तिगत रूपमा हिँड्छौ, बस्छौ, जे काम गर्छौ, तर त्यो कुराले चाहिँ कसैको हृदयलाई चाहिँ ठेस पुग्नु भएन। अनि महिमाको, अनि साँच्चै नै त्यो चाहिँ योग्यको हुनु पर्यो। अनि परमेश्वरलाई चाहिँ त्यो महिमा दिने, अनि परमेश्वरलाई चाहिँ आज खुसी तुल्याउने कुरा चाहिँ तिमीले गर्नु पर्यो भनेर चाहिँ 32 पदले, 1 कोरिन्थी 10:32 पदले भन्दछ। र प्रसन्न पार्न खोज्छौँ। साँच्चै नै आज हामी कतिपय व्यक्तिहरू यति असल छौँ कि अरूलाई प्रसन्न कसरी गर्ने, अरूलाई खुसी कसरी दिने, होइन। र कतिपय व्यक्तिहरू चाहिँ अरूलाई ठेस पुर्याउने त्यो किसिमको हृदय भएका व्यक्तिहरू। तर त्यस्तो कुरा चाहिँ गर्दै गर्दाखेरि परमेश्वरको महिमा हुँदैन। र त्यो परमेश्वरको महिमा नहुने कुराहरू चाहिँ हामीले गर्नु भएन। अनि जसरी म
सबैलाई सबै काममा सबै मानिसलाई होइन सबै काम जसरी म सबै मानिसलाई सबै कामबाट प्रसन्न पार्न खोज्छु। मैले गरेको हरेक कुराबाट सबैलाई प्रसन्न गर्न खोज्छु। म आफ्नो होइन आफ्नै होइन तर धेरैको हित खोज्छु। तर म मेरो मेरो होइन मेरो हित हुने होइन अरूको भलाइ हुने अरूको हित हुने अरूलाई खुसी दिलाउने कुराहरू गर्न खोज्छु ताकि तिनीहरूको उद्धार होस्, ताकि तिनीहरू चाहिँ आज उज्यालोमा तिनीहरू चाहिँ आज प्रकाशमा हुन् भनेर चाहिँ 33 पदले भन्दछ। साँच्चै नै आज हामी चाहिँ हामीले जीवनमा जे जति कुराहरू गर्छौँ त्यो सबै कुराहरू चाहिँ परमेश्वरलाई महिमा दिने कुरा चाहिँ गर्नुपर्ने छ अनि गर्नुपर्ने हुन्छ। अनि ताकि हाम्रो जीवन चाहिँ हाम्रो दैनिक जीवन कसरी बितिरहेको छ अनि के गरी बितिरहेको छ भन्ने कुरा आज त्यो घचघच्याउन अनि त्यो आज साँच्चै नै त्यो मोडतर्फ लानमा असल कुरा गर्नमा चाहिँ हाम्रो कोरिन्थीको पुस्तकले भन्दछ। आमेन।